हेलो नमस्कार। म हजुरहरुकै आरएस सर। हजुरहरुलाई चाहिँ म क्लास 12 को बेसिक म्याथमेटिक्स को च्याप्टर 2 बाइनोमियल थ्योरम पढाउन गइरहेको छु, जसमा हामी आज चाहिँ बाइनोमियल थ्योरमबाट स्टार्ट गर्दै छौं। अब यसमा बाइनोमियल थ्योरम पढ्दै गर्दाखेरि हामीलाई अलिअलि कम्बिनेसनको बारेमा पनि थाहा पाउनु पर्ने हुन्छ। हामी कम्बिनेसन त अलरेडी हामीले अघिल्लो च्याप्टरमा पढाइसकेका छौं र यदि पढ्नै परेछ भने हामी त्यसको बारेमा चाहिँ डिस्कस गर्नेछौँ। हजुरहरूलाई चाहियो भने पनि मैले त त्यति धेरै चाहिँ कम्बिनेसनतिर गइन। हजुरहरूलाई कम्बिनेसनतिर जाँदै गर्दाखेरि हामीले कम्बिनेसन भनेको चाहिँ के हो, मेन पहिला कम्बिनेसनको थोरै कुरा भने। कम्बिनेसन भनेको चाहिँ एउटा सिलेक्सन हो। कुनै पनि कुरालाई हामी सपोज कुनै पनि स्टुडेन्टहरू सिलेक्ट गर्नु पर्यो। कुनै पनि गेमको लागि स्टुडेन्ट सपोज फुटबल खेल्न लाग्यो, फुटबलमा हामीलाई कतिजना प्लेयर चाहिन्छ, त्यही अनुसार हामी सिलेक्ट गर्छौँ। यसै गरी अर्को छ पर्मुटेसन छ। पर्मुटेसनमा चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो एरेन्जमेन्ट हुन्छ। त्यसमा चाहिँ हामीले त्यहाँबाट डिस्टिङ अब्जेक्टहरूलाई चाहिँ सिलेक्ट गरेर हामी फाइन्ड आउट गर्छौँ। यति कुरा यो चाहिँ पर्मुटेसन र कम्बिनेसनमा डिस्कस गरौँ न। यहाँ चाहिँ हामी खास चाहिँ बाइनोमियल थ्योरमको बारेमा डिस्कस गरौँ। फर्स्टमा चाहिँ हामीलाई थाहा a प्लस b को पावर 1 हुँदै गर्दाखेरि के हुन्छ त भन्दाखेरि यसको हामीले यसलाई एक्सपान्ड गर्ने भनेको a प्लस b नै हो। यसलाई हामीले के चेन्ज गर्न सक्दैनौँ। यसै गरी यो बाइनोमियल थ्योरम पढ्दै गर्दाखेरि पहिला बाइनोमियल एक्सप्रेसन भनेको चाहिँ के हो त? बाइनोमियल एक्सप्रेसन भनेको हामीले क्लास 7, 8, 9, 10 देखि नै पढ्दै आइरहेको हो। बाइनोमियल एक्सप्रेसन दोज टाइप अफ द अलजेब्रिक एक्सप्रेसन व्हिच having two terms हो, that type of the expression is called हामीले बाइनोमियल एक्सप्रेसन भन्न पाइयो। सपोज x प्लस y यो चाहिँ के हो, बाइनोमियल एक्सप्रेसन भयो। अब x स्क्वायर प्लस y स्क्वायर यसलाई पनि हामी बाइनोमियल एक्सप्रेसन भन्न सक्छौँ। दुईटा जसको दुईटा टर्म हुन्छ हामी त्यसलाई चाहिँ के भन्ने हो त भन्दाखेरि बाइनोमियल एक्सप्रेसन भन्ने। त्यसैमा आधारित रहेर चाहिँ हामी के गर्छौँ, आज बाइनोमियल थ्योरम पढ्छौँ। सुरुमा a प्लस b को पावर 1 गर्दै गर्दाखेरि के भयो, a प्लस b भयो। अब हामी a प्लस b को होल स्क्वायरको फर्मुला के हो त भन्दाखेरि हामीले 9, 10 मा पढ्दै 8, 7, 8 मा पढ्दै आएको फर्मुला a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हाम्रो फर्मुला यो हो। यसै गरी अर्को हामीसँग a प्लस b को होल क्युबको फर्मुला के हो त भन्दाखेरि a क्युब प्लस 3a स्क्वायर b प्लस 3a स्क्वायर b प्लस के भयो, b क्युब भयो। अब हामीले यसै गर्दै जाँदाखेरि हामीलाई त a प्लस b को होल स्क्वायर इक्वल टु a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भयो जस्तै। यसै गरी हामीसँग छ a प्लस b को होल क्युबको फर्मुला छ a क्युब प्लस 3a स्क्वायर b प्लस 3ab स्क्वायर प्लस के भयो, b क्युब भयो। अब यसै गरी हामीले a प्लस b को पावर 4 हामीले त्यो फर्मुला त हामीले त पढाएनौँ। यसको पनि त फर्मुला चाहिन्छ होला। हामीले यसको फर्मुला गएको त छैनौँ। हामीले त जति गयो भने यति माथिको फर्मुला गयो। यसै गरी a प्लस b को पावर 5 को पनि हामीले एक्सपान्ड गर्नुपर्ने होला। यसै गरी डट गर्दै हामीले a प्लस b को पावर 10 पनि एक्सपान्ड गर्नुपर्ने होला। यो त हामीले त यो त अहिलेसम्म त पढेको छैन। तर यही कुराहरूको सबै कुरा जति पावरमा 1, 2, 3 मात्र नभइकन हामीले 5, 4, 5, 6, 7, 8, 9, 10 यसै गरी हामी n टर्मसम्म चाहिँ हामीले के निकाल्न सक्छौँ, यसको एक्सपान्ड गर्न सक्छौँ है। त्यसैको लागि चाहिँ हामीलाई बाइनोमियल थ्योरम चाहिएको। र यसै गरी म यहाँ चाहिँ हजुरहरूलाई कहाँबाट स्टार्ट गर्छु त भन्दाखेरि a प्लस x को पावर n को एक्सपान्ड गर्छौँ। त्यसपछि हामी अरू बाँकी गर्दै जान्छौँ नि त a प्लस x को पावर n। अब सुरुमा a प्लस x को पावर n लाई स्टेट गरौँ अथवा यसको डेफिनेसन लेखौँ, जे गरे नि एक्सपान्ड गरौँ, कुरा एउटै हो। सुरुमा मैले डेफिनेसन लेख्दै गर्दाखेरि के हुन्छ, इट स्टेट दैट फर एनी positive integer n, then a plus x को पावर n इक्वल टु है। मेन भनेको हामीले चाहिँ a प्लस x को पावर n एक्सपान्ड चाहिँ के गर्नु पर्यो, यसको बारेमा थाहा हुनु पर्यो। हामीले जब a प्लस x को पावर n को एक्सपान्ड गर्न सक्छौँ, हामीले यहाँको हरेक क्वेसनहरूलाई चाहिँ हामीले इजिली सल्भ गर्न सक्छौँ। सुरुमा a प्लस x को पावर n एक्सपान्ड गर्दै गर्दाखेरि ल हेर्नुहोस् है, हामीलाई यसको लागि कम्बिनेसन चाहिन्छ। कम्बिनेसनको लागि यो सुरु हामी c भन्छौँ। c मा यसको हायर पावर कति छ, n छ।
अनि यसलाई n भनेपछि त हामी कहाँ 0 देखि कहाँसम्म जाने हो हामी n सम्म जाने हो त्यही भएर यहाँ 0 लेख्छौँ फर्स्टमा cn, 0 यो c को मतलब कम्बिनेसन n, 0 अनि सुरुमा हेर्नुस् यहाँ a छ हामीसँग a को पावर के हुन्छ त भन्दाखेरि जुनले हामीले कम्बिनेसन चुज गरे हो n - 0 a को पावर चाहिँ के लेख्छौँ n - 0 यसैगरी अब अर्को पार्टमा के हो x हो यो x को पावर कति 0 भनेपछि त हाम्रो यहाँ 0 छ नि त अब हामी x को पावरमा चाहिँ यहाँ जे टर्म आउँछ जे नम्बर आउँछ हामी त्यसलाई पावरमा लेख्छौँ तर a को पावर चाहिँ के लेख्छौँ भन्दा यो दुईटैलाई n - 0 n बाट 0 घटाउने हो यहाँ 1 आयो n - 1 यहाँ 2 आयो n - 2 n - 3 गर्दै हामी के गर्छौँ यसलाई एक्सपान्ड गर्दै जान्छौँ है त अब यसको लागि यो 0 हाल्दाखेरिमा हामी कहाँसम्म जाने यो 0 1 2 3 4 5 6 7 8 गर्दै कहाँसम्म हामी n टर्मसम्म हाल्छौँ अब हेरौँ त के हुँदो रहेछ c n, 1 अनि a को पावर कति भयो ल भन्नुस् त a को पावर n - 1 अब x को पावर कति भन्नुस् त x को पावर कति 1 यसैगरी अर्को फेरि जाउँ a प्लस कति c n, 2 a को पावर कति n - 2 x को पावर कति 2 प्लस यसैगरी अरु पनि गरौँ दुई चारवटा गरौँ केही छैन हामीलाई प्र्याक्टिसै त गर्नु छ फर्स्टमा c n, 3 a को पावर कति भयो n - 3 x को पावर के अब यहाँ फेरि चाहिँ हामी सबै हाल्न त हामीलाई पोसिबल छैन हामी के गर्छौँ अरु पनि गर्दै जाउँ त्यसैगरी c n, r यो प्लस डट डट यहाँ धेरै टर्महरु छ यो 3 पछि 4 आउँछ 5 आउँछ 6 आउँछ 7 आउँछ यो हाल्दै जाउँछौँ c n, r a को पावर कति भयो n - r अनि x को पावर कति r फेरि प्लस डट 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 यो n यो r मा त r मात्र भन्ने कुरो छैन यहाँ त इन्फाइनाइट नम्बर छ कति छ कति छ हामीले सबै काउन्ट गर्न सक्दैनौँ r - 1 आउँछ r - 2 आउँछ तर हामी कहाँसम्म जानु छ त n सम्म जानु छ अनि यसलाई गर्दाखेरि के भयो c n, n a को पावर n - n x को पावर कति n भयो है त यसरी हामी हाल्न सक्छौँ है अब यसलाई अझै एक्सपान्ड गर्दाखेरि हामी यो टर्महरु चाहिँ x को पावर 0 a को पावर n - 1 n गर्दा a को पावर 0 यसलाई चाहिँ हामी हटाउन सक्छौँ यसलाई चाहिँ हामीले मिलाएर लेख्न सक्छौँ अझै मिलाउँ है त यसमा के हुन्छ लेखौँ है त छोटो c n, 0 a को पावर n - 0 भनेको कति n भयो यो x को पावर 0 लाई हामीले 1 लेखिरहनु पर्छ जस्तो लाग्दैन x को पावर 0 भ्यालु 1 भयो यो यहीँनिर यहीँ मल्टिप्लाई भएर बस्छ यहीँ छ है त c n, 1 a को पावर कति भयो n - 1 यसैगरी प्लस c n, 2 a को पावर n - 2 x को पावर 2 डट 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 अनि त्यसपछि प्लस c n, r a को पावर n - r x को पावर r प्लस डट 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 प्लस c n, n x को पावर के भयो n भयो अब यहाँ a को पावर n - n कहाँ गयो भन्नु होला a को पावर n - n भनेको 0 भयो a को पावर 0 भनेको कति भयो 1 भयो है त अब यहाँनिर एउटा कुरा छ यो n को भ्यालु जहिले पनि के हुन्छ यो जुन चाहिँ यो r छ नि यो पछिल्लो भ्यालु छ नि यो हेरि हामीले यो 0 1 2 गर्दै गर्दै कहाँसम्म n सम्म गयौँ यो पछाडि हाल्दै गर्दै यसलाई हामी सपोज cnr भन्छौँ cnr गर्दाखेरि यो r को भ्यालु चाहिँ जहिले पनि के हुनु पर्यो r को भ्यालु चाहिँ जहिले पनि लेस देन अर इक्वल टु n n भन्दा ठुलो हुँदैन r को भ्यालु चाहिँ n सँग इक्वल हुन्छ है त अनि अर्को थोरै 1 मार्क्समा हामीलाई सोध्न सक्ने क्वेशन भनेको कस्तो भन्दाखेरि यसमा 1 मार्क्समा हाउ मेनी टर्म्स इन a प्लस x को पावर n भनेर सोध्न सक्छ रोशन सर यस भन्नु त के रे यो a प्लस x को पावर n र x प्लस a को पावर n मा केही फरक हुन्छ कि हुँदैन x प्लस a को पावर n र a प्लस x को पावर n मा त्यस्तो के फरक हाम्रो अब यहाँ अगाडि x आयो भने हामीले x को ठाउँमा यो जुन चाहिँ a को ठाउँमा x आउँछ हो a आयो भने पछाडि बढी आउँछ यो चेन्ज हुने बित्तिकै यो x प्लस a को पावर n हुँदै गर्दाखेरि यो x चाहिँ के हुनु पर्यो यो a को ठाउँमा हामी x लेख्छौँ अनि x को ठाउँमा a लेख्छौँ है त है ल अब यसै गर्दा यो मैले अघि भर भन्दै थिएँ a प्लस x को पावर n को हाउ मेनी टर्म्स इन a प्लस x को पावर n भन्ने गर्दा यसको कतिवटा टर्म बन्न सक्छ यसको बारे हामीले त ल हेरौँ है त कतिवटा टर्म हुन्छ है त हजुरहरूलाई थाहा छ भने अब भन्नुस् अथवा लेखेर राख्नुस् केही फरक पर्दैन सपोज ल अब मैले भने a प्लस b को पावर यहाँ 1 भन्दाखेरि यसमा कतिवटा टर्म a प्लस b भनेपछि हामीसँग दुईटा टर्म छ यसैगरी अर्को हेर्नु नि त a प्लस b को होल स्क्वायर गर्दाखेरि के भयो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर गर्दाखेरि हामीसँग कतिवटा टर्म छ तीनटा टर्म छ तर हामीले यो त a प्लस b को पावर 1 त सजिलो भयो ठिक छ यो a प्लस b को स्क्वायर नि हामीले फर्मुला घोकेको आयो a प्लस b को होल स्क्वायर फर्मुला घोकेको कारणले आयो
तर यो कहाँबाट आयो भन्दाखेरि अहिले हामी निकाल्छौँ यो पनि कसरी आयो भने हामीले यही फर्मुला युज गरेर निकाल्न सक्छौँ यो a को पावर 1 2 3 4 हुँदै हुँदै a प्लस x को पावर n निस्क्यो हामीले त्यसरी निकाल्यो अब यहाँ सोध अघिको क्वेसनको एन्सर चाहिँ हाउ मेनी टर्म्स इन a प्लस x को पावर n भन्यो भने त्यतिखेर कतिवटा टर्म हुन्छ भन्दाखेरि n प्लस 1 वटा टर्म हुन्छ जस्तै यहाँ 1 हुँदाखेरि कतिवटा टर्म थियो दुईटा टर्म थियो यहाँ n को भ्यालु 2 हुँदाखेरि कतिवटा तीनटा टर्म थियो हो यसको बारेमा अहिले डिस्कस गरौँ है त ल अब यसै गरी अरे सर हजुर हजुर भन्नुहोस् त त्यो मैले एउटा क्वेसन देखिरहेको थिएँ क्या ब्र्याकेट लेख्नुहोस् त ब्र्याकेट ब्र्याकेट 1 प्लस 1 प्लस 2x प्लस 2x प्लस x स्क्वायर x स्क्वायर पावर 10 यसमा चाहिँ कतिवटा टर्म हुन्छ यहाँ त तीनवटा आयो यहाँ तीनटा टर्म आयो हामी यसलाई के फ्याक्टराइज गर्छौँ अथवा यसलाई फर्मुला युज गरेर हामी कुनै पनि हाल्दा दुईटा टर्ममा चेन्ज गर्छौँ फर्स्टमा यसलाई फर्मुला हेर्ने भनेको 1 को स्क्वायर प्लस फर्मुलाको 2 हामीले नर्मल क्लास पढे अनुसार 1 यो x प्लस x को होल स्क्वायर गर्दै गर्दाखेरि यो के हो 1 प्लस x को होल स्क्वायर हो अनि यो तपाईहरु बाहिरपट्टि 10 भएपछि के भयो 1 प्लस x को पावर चाहिँ कति भयो 2 10 जा 20 भयो अब यो भइसकेपछि चाहिँ यही फर्ममा आयो नि त हामीले जहिले पनि यो जतिवटा भयो भने यो चाहिँ कस्तो फर्ममा दिन्छ भन्दाखेरि हाम्रो बाइनोमियल टर्ममा चेन्ज गर्नै पर्छ यदि त्यो छैन भने चाहिँ अब त्यो हुँदै हुँदैन क्वेसन पहिलो कुरा यदि दिएको छ तीनटा चारवटा टर्म बनाएर दिएको छ भने त्यो किन क्युब नै नहोस् यहाँ a प्लस b को पावर क्युब त हुन पायो नि त यहाँ भित्र त यहाँ हेर्नु यहाँ कतिवटा n वटा टर्म छ तर यसलाई त a प्लस x को पावर n मा त हामीले चेन्ज लेख्न सकिया चेन्ज गर्न पाइयो नि त भनेपछि यसै गरी यहाँ हजुरलाई तीनटा टर्म दिए तर के हुन्छ 1 प्लस x को स्क्वायरलाई यसरी 10 लेख्दाखेरि हामीले 1 प्लस x को पावर 20 लेख्छ यसरी नै हामीले चेन्ज गर्न सबै बाइनोमियलमा चेन्ज गर्नै पर्छ फर्स्टमा बाइनोमियल चेन्ज गरेपछि हामीले यो फर्मुला युज गर्न पाइयो यो बीचमा तीनटा चारवटा टर्म पाँचवटा टर्म आयो त्यो ट्रिनोमियल अनि पोलिनोमियल भन्ने कुरो चाहिँ हुँदैन यसमा चाहिँ हामीले के गर्छौँ कुनै पनि हालतमा बाइनोमियललाई चेन्ज गर्नु पर्यो बाइनोमियललाई त्यो पावर हामीलाई जतिसुकै मतलब भयो भनेपछि आर्य सर यो 1 प्लस x को पावर 1 प्लस 2x प्लस x स्क्वायर को होल पावर 10 त्यो भनेको 1 प्लस x को पावर 20 मा 21 वटा टर्म हुने भयो नि त 21 वटा टर्म हुने भयो किनकि हामी 20 छ भनेपछि त यसको 21 वटा टर्म अघि भर्खर मैले देखाएको थिएँ हजुरलाई a प्लस b को होल स्क्वायरमा तीनटा टर्म आयो स्क्वायर हुँदा तीनटा भएको थियो नि त भनेपछि 20 छ भनेपछि 20 आयो भने 21 10 आयो भने 11 तीनटा छ भने दुईटामा चेन्ज गर्नु पर्यो तीनटा भयो नि दुईटामा चेन्ज गर्नु त्यो भित्रको जुन चाहिँ यो एक्सप्रेस टर्महरु चाहिँ कतैवटा दुईटामा चेन्ज गर्नु पर्यो ओके है त ल ल सर अगाडि बढौँ ल है त